हाँसी हाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो। यत्रो आन्दोलन, यत्रो आशा, यत्रो भरोसा कहाँ जान्छ? म भइ नै हालेछु भने 2 महिना 4 महिना 6 महिनाको प्रधानमन्त्री बन्थे होला। धेरै नै धेरै भए त्यो सिंहदरबारमा एउटा तस्बिरसम्म टाँसिन्थ्यो होला। तर देशले यत्रो आन्दोलन गरेर बसेको थियो, देशले यत्रो परिवर्तन गरेर बसेको, देशले यस्ता होनहार मान्छे गरेर बसेको थियो। मसँग त्यो अधिकार थिएन। त्यतिखेर साँच्चै नै मलाई महसुस भएको, म यहाँ गर्वका साथ भन्न सक्छु, त्यसलाई हाँसी हाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो। मैले यसलाई असाध्यै धेरै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्र गराउन खोजेको हो। किनकि यो आन्दोलनले, यो मोमेन्टले कुरिरहेको थियो। त्यति भनिदिँदाले मैले बडो त्यागीको उपाधि पाउँछु भन्ने लोभले मैले भने होइन साथी हो। यति प्रतिबद्धता चाहिँ चाहिन्छ भन्न खोजेको। तपाईँहरूको इमान्दारिता, तपाईँहरूको योग्यता र तपाईँहरूको क्षमतालाई चुनौती दिने मसँग त्यति धेरै योग्यता छैन, मैले अघि नै भनिहालेँ। तर राजनीतिमा काहीँ न काहीँ, कतै न कतै त्यो प्रतिबद्धता, त्यो आँट, त्यो साहस, त्यो हिम्मत हामीसँग हुनुपर्छ। भोलि आउने चुनावमा यही हलमा भएका कयौं साथीहरूले कुनै कारणले टिकट पाउनु भएन भने सबभन्दा पहिला मलाई फेसबुकमा गाली गरेर निस्किने पनि हुनुहुन्छ होला। भोलि त्यस्तो पनि हुन सक्छ। तर त्यो धेरै हुन्छ कि भन्ने कुराले अलिकति सताउँछ मलाई।